नमस्कार साथीहरू, सबैलाई स्वागत छ बहिनी सिलेबस स्टेप बाई स्टेप सोलुसन च्यानलमा। आजको भिडियोमा हामी चर्चा गर्नेछौँ परिचय समूहका शब्दहरू बारेमा। जस्तै परिचय, अवधारणा, परिभाषा, अर्थ भनेको के हो र भन्नाले के बुझिन्छ। बाहिरबाट हेर्दा यी सबै शब्दहरू उस्तै उस्तै लागे पनि उत्तर लेख्ने शैली र माग फरक हुन्छ साथीहरू। लोकसेवा परीक्षाको तयारी गर्ने विद्यार्थीहरूको लागि यी शब्दहरू लेख्ने तरिका र यी बिचको सूक्ष्म भिन्नता माइक्रो डिफरेन्स बुझ्नु एकदमै महत्त्वपूर्ण हुन्छ। आजको भिडियोमा हामी यी शब्दहरूलाई जम्मा 3 चरणमा विभाजन गरी सरल, व्यावहारिक र परीक्षामुखी शैलीमा बुझ्नेछौँ। पहिलो चरणमा हामी यी सबै शब्दहरूको परिचय बुझ्नेछौँ। दोस्रो चरणमा यी शब्दहरू बिचको समानता र असमानता बुझ्नेछौँ र तेस्रो चरणमा यी शब्दहरूको परीक्षामा उत्तर लेख्ने प्रभावकारी ढाँचा बुझ्नेछौँ। आउनुहोस् अब विषयवस्तुको पहिलो चरणमा प्रवेश गरौँ साथीहरू। अर्थ मिनिङ। कुनै पनि विषयवस्तुको शाब्दिक र सामान्य बुझाइलाई अर्थ भनिन्छ। जस्तै सामान्य अर्थमा निक्षेप स्वीकार गर्ने, ऋण प्रदान गर्ने र अन्य वित्तीय कारोबार गर्ने संस्थालाई बैङ्क भनिन्छ। सरल शब्दमा भन्नुपर्दा अर्थ भनेको विषयवस्तुको सामान्य बुझाइ हो। परिभाषा कुनै ऐन, कानुन, नियम वा विद्वानहरूले दिएको आधिकारिक र प्राविधिक भनाइलाई परिभाषा भनिन्छ। जस्तै बाफिया 2073 अनुसार बैङ्क भन्नाले निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने लगायतका वित्तीय कारोबार गर्न स्थापित सङ्गठित संस्था सम्झनुपर्छ। ध्यान दिनुहोस्, परिभाषा सधैँ आधिकारिक हुन्छ। यसलाई टोडमोड गरेर लेख्न मिल्दैन। अवधारणा कन्सेप्ट उक्त विषयवस्तु किन जन्मियो, यसको मुख्य सिद्धान्त वा दर्शन के हो भन्ने कुरालाई अवधारणा भनिन्छ। जस्तै समाजमा छिरिएर रहेको सानो निष्क्रिय पुँजीलाई सङ्कलन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने वित्तीय मध्यस्थता सिद्धान्त नै बैङ्कको अवधारणा हो। अर्थात् अवधारणा भनेको विषयवस्तुको सैद्धान्तिक सोच वा दर्शन हो। पृष्ठभूमि ब्याकग्राउन्ड विषयवस्तुको ऐतिहासिक विकासक्रम र सुरुवातको अवस्थालाई पृष्ठभूमि भनिन्छ। जस्तै इटालियन साउथ ब्यान्कोबाट बैङ्कको सुरुवात भएको मानिन्छ। नेपालमा आधुनिक बैङ्किङको सुरुवात विक्रम सम्वत 1994मा नेपाल बैङ्क लिमिटेडको स्थापनासँगै भएको हो। अर्थात् पृष्ठभूमिले विषयवस्तुको इतिहास बताउँछ। परिचय इन्ट्रोडक्सन अर्थ, परिभाषा, अवधारणा र पृष्ठभूमिको संक्षिप्त र समग्र रूपलाई परिचय भनिन्छ। यसमा सामान्यता, पृष्ठभूमि, शाब्दिक अर्थ, परिभाषा, अवधारणा र मुख्य कार्य समावेश हुन्छन्। यसैले परिचयलाई पूर्ण प्याकेज पनि भन्न सकिन्छ। जस्तै बैङ्क इटालियन साउथ ब्यान्कोबाट आएको हो। सामान्य अर्थमा वित्तीय कारोबार गर्ने संस्था बैङ्क हो। यसले छिरिएको पुँजी सङ्कलन गरी ऋण प्रवाह गर्छ। कानुनत यो वित्तीय मध्यस्थकर्ता हो जसले अर्थतन्त्रलाई चलमान बनाउँछ। भनेको के हो, व्हाट इज। यसले विषयवस्तुको सिधा पहिचान र उपयोगितालाई खोज्छ। जस्तै बैङ्क भनेको मुद्रा र साखको कारोबार गर्ने वित्तीय संस्था हो। यसले ग्राहकको पैसा सुरक्षित राख्ने, ऋण दिने तथा रकम हस्तान्तरण गर्ने कार्य गर्छ। अर्थात् यो के हो र यसले के गर्छ, यी दुई प्रश्नहरूको संयुक्त उत्तर नै यसको सार हो। भन्नाले के बुझिन्छ, अन्डरस्टुड बाई। यो भनेको के हो जस्तै भए पनि यसले विद्यार्थीहरूको आफ्नै बुझाइ र विश्लेषण खोज्छ। सामान्यतया यसमा अर्थ, परिभाषा, महत्त्व, प्रभाव र निष्कर्ष समावेश हुन्छन्। जस्तै सर्वसाधारणको बचत सङ्कलन गरी उत्पादनशील क्षेत्रमा परिचालन गर्ने वित्तीय मध्यस्थकर्ता नै बैङ्क हो। यसले निष्क्रिय पुँजीलाई चलमान बनाई रोजगारी सृजना र आर्थिक विकासमा ठुलो योगदान पुर्याउँछ। समग्रमा बैङ्क आधुनिक अर्थतन्त्रको प्रमुख इन्जन हो। अब कुरा गरौँ साथीहरू दोस्रो चरणको भाग यी शब्दहरू बिचको समानता र असमानता बारेमा। यी शब्दहरू बिचको समानता र भिन्नता के छन्। समानता सिमिलरिटी यी सबै शब्दहरू उत्तरको प्रवेशद्वार गेटवे हुन्। यिनीहरूले परीक्षकलाई तपाईँले विषयवस्तुको कतिको गहिरोसँग बुझ्नुभएको छ भन्ने पहिलो छाप, फर्स्ट इम्प्रेसन दिन्छ। यी सबैले यो के हो वा किन आयो भन्ने प्रश्नको उत्तर दिन्छ। असमानता डिफरेन्स अर्थ र परिभाषा बिचको फरक हेर्दा अर्थ सामान्य बुझाइ हो। यसलाई आफ्नै भाषामा लेख्न सकिन्छ। तर परिभाषा आधिकारिक हुन्छ। यसलाई ऐन, नियम वा विद्वानको भनाइअनुसार लेख्नुपर्छ।
अवधारणा र पृष्ठभूमिको फरक हेर्दा अवधारणा सिद्धान्त र सोच हो, तर पृष्ठभूमि इतिहास र विकासक्रम हो। परिचय र परिभाषा बीचको फरक हेर्दा परिचय एउटा ठुलो छाता हो, जसभित्र परिभाषा, अर्थ, उद्देश्य सबै अटाउँछन्। तर परिभाषा एउटा सानो र निश्चित वाक्य मात्र हो, जसभित्र ऐन, कानुन, नियम वा विद्वानहरूले दिएको आधिकारिक र प्राविधिक भनाइ मात्र समावेश हुन्छ। अब कुरा गरौँ साथीहरू तेस्रो चरणको सबैभन्दा महत्त्वपूर्ण भाग, परीक्षामा यी शब्दहरूको उत्तर लेख्ने प्रभावकारी ढाँचा बारेमा। परीक्षामा यी शब्दहरूको उत्तर कसरी लेख्ने? साथीहरू लोकसेवा वा विश्वविद्यालयको परीक्षामा प्राय परिचय दिनुहोस्, अर्थ खुलाउनुहोस्, भनेको के हो वा भन्नाले के बुझिन्छ भन्ने प्रश्न सोध्ने गर्छ। हेर्दा प्रश्न फरक फरक जस्तो लागे पनि यस्ता प्रश्नहरूको उत्तर लेख्ने चलन प्राय एउटै ढाँचामा हुने गर्छ। अर्थात् प्रश्न जे भए पनि उत्तरमा सामान्यतः विषयवस्तुको मुख्य परिचय, परिभाषा, उद्देश्य वा काम तथा निष्कर्ष समावेश गर्ने गरिन्छ। त्यसैले प्रश्न देखेर आत्तिनुभन्दा पनि उत्तरको फ्रेमवर्क बुझ्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि प्रश्न 2 अङ्कको लागि आएको छ भने धेरै लामो व्याख्या गर्नु पर्दैन। यसमा टु द पोइन्ट शैली अपनाउनु पर्छ। सामान्यतः 2 देखि 3 वटा बुन्दा लेख्ने पर्याप्त हुन्छ। 2 अङ्कको प्रभावकारी ढाँचा यस प्रकार छ साथीहरू। बुन्दा 1 आकर्षक सुरुवात प्लस मुख्य परिभाषा। बुन्दा 2 कानुनी व्यवस्था वा मुख्य कार्य। बुन्दा 3 छोटो निष्कर्ष। अब यसलाई बैंक र लोकसेवा आयोगको उदाहरणबाट स्पष्ट रूपमा बुझौँ साथीहरू। प्रश्न नम्बर 1 बैंक भनेको के हो भन्नाले के बुझिन्छ, यसको अर्थ र परिचय दिनुहोस् 2 अङ्कको लागि। बुन्दा 1 अनुसार आकर्षक सुरुवात प्लस परिभाषा। समग्र अर्थतन्त्रको रक्त सञ्चारको रूपमा रही मुद्रा र साखको कारोबार गर्ने विश्वासिलो वित्तीय संस्थाहरू नै बैंक हो। बुन्दा 2 अनुसार कानुनी व्यवस्था वा कार्य। नेपालको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 अनुसार सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्ने, कर्जा प्रवाह गर्ने कार्य गर्न इजाजत पत्र प्राप्त संस्थालाई बैंक भनिन्छ। बुन्दा 3 अनुसार निष्कर्ष। छोटकरीमा भन्दा छिरिएर रहेको पुँजीलाई एकत्रित गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने मध्यस्थकर्ता नै बैंक हो। साथीहरू यो उत्तरमा बैंकको 3 वटै बुन्दाहरू समावेश छन्। यसरी नै तपाईँहरू पनि विषयवस्तुको 3 वटै बुन्दा समावेश गर्ने। प्रश्न नम्बर 2 लोकसेवा आयोग भनेको के हो भन्नाले के बुझिन्छ, यसको अर्थ र परिचय दिनुहोस् 2 अङ्कको लागि। बुन्दा 1 अनुसार आकर्षक सुरुवात प्लस परिभाषा। योग्यता, निष्पक्षता र स्वच्छताको मूल मन्त्रसहित सार्वजनिक प्रशासनका लागि योग्य र सक्षम कर्मचारी छनौट गर्ने स्वतन्त्र संवैधानिक निकाय नै लोकसेवा आयोग हो। बुन्दा 2 अनुसार कानुनी व्यवस्था वा कार्य। नेपालको संविधानको भाग 23 धारा 242 मा यसको गठन सम्बन्धी व्यवस्था छ। यसले योग्यता प्रणाली मेरिट सिस्टमको आधारमा परीक्षा मार्फत उपित उम्मेदवार सिफारिस गर्छ। बुन्दा 3 अनुसार निष्कर्ष। छोटकरीमा भन्दा सही पदका लागि सही व्यक्ति, राइट म्यान इन द राइट प्लेसको मान्यता स्थापित गर्दै स्थायी सरकारलाई सक्षम बनाउने मेरिटोक्रेसीको पहरेदार नै लोकसेवा आयोग हो। साथीहरू यसरी नै 2 अङ्कमा कुनै पनि विषयवस्तुको भनेको के हो भन्नाले के बुझिन्छ, यसको अर्थ र परिचय दिनुहोस् भन्ने सोधिएको छ भने यी 3 वटा बुन्दाहरू प्रयोग गरी परीक्षामा उत्तर लेख्दा राम्रो र प्रभावकारी हुन्छ। अब बुझ्यो यदि यही प्रश्न 3 देखि 5 अङ्कको लागि आयो भने उत्तर कसरी लेख्ने। 3 देखि 5 अङ्कमा अलि विस्तृत फ्रेमवर्क प्रयोग गर्नुपर्छ। यसमा सामान्यतः 5 देखि 6 वटा बुन्दा समावेश गर्नुपर्छ। 3 देखि 5 अङ्कको प्रभावकारी ढाँचा यस प्रकार छ साथीहरू। 1 आकर्षक सुरुवात। बुन्दा 2 शाब्दिक अर्थ। बुन्दा 3 परिभाषा वा कानुनी व्यवस्था। बुन्दा 4 अवधारणा वा इतिहास यदि सान्दर्भिक छ भने। बुन्दा 5 मुख्य काम वा उद्देश्य। बुन्दा 6 निष्कर्ष। यसलाई पनि बैंक र लोकसेवा आयोगको उदाहरणबाट प्रष्ट रूपमा बुझौँ साथीहरू। प्रश्न नम्बर 1 बैंक भनेको के हो भन्नाले के बुझिन्छ, यसको अर्थ र परिचय दिनुहोस् 3 देखि 5 अङ्कको लागि। बुन्दा 1 अनुसार आकर्षक सुरुवात। समग्र अर्थतन्त्रको रक्त सञ्चारको रूपमा रही मुद्रा, मनी र साख क्रेडिटको कारोबार गर्ने विश्वासिलो वित्तीय संस्था नै बैंक हो। बुन्दा 2 अनुसार शाब्दिक अर्थ। बैंक शब्द इटालियन शब्द ब्याङ्कोबाट आएको मानिन्छ, जसको शाब्दिक अर्थ बेन्चमा बसेर पैसा लेनदेन वा विनिमय गर्नु भन्ने बुझिन्छ। बुन्दा 3 अनुसार परिभाषा वा कानुनी व्यवस्था।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 बाफियाका अनुसार सबसाधारणको निक्षेप सङ्कलन गर्ने, त्यस्तो निक्षेप कर्जाको रूपमा प्रवाह गर्ने र अन्य तोकिएका वित्तीय कारोबार गर्न इजाजत पत्र प्राप्त संस्थालाई बैंक भनिन्छ। बुन्दा 4 अनुसार अवधारणा वा इतिहास। आधुनिक बैंकिङ प्रणालीको सुरुवात सन् 1406 इटालीमा स्थापित बैंक अफ भेनिसबाट भएको हो भने नेपालमा विक्रम सम्वत 1994 कार्तिक 30 गते नेपाल बैंक लिमिटेडको स्थापनासँगै औपचारिक बैंकिङ सुरुवात भएको हो। बुन्दा 5 अनुसार मुख्य काम वा उद्देश्य। यसको मुख्य उद्देश्य सबसाधारणसँग रहेको निष्क्रिय पुँजीलाई सुरक्षित रूपमा राख्ने, निक्षेप, आवश्यक पर्नेलाई ऋण दिने खर्चा र पुँजी निर्माण गरी नाफा आर्जन गर्नु हो। बुन्दा 6 अनुसार निष्कर्ष। छोटकरीमा भन्दा निक्षेपकर्ता र ऋणी बीचको वित्तीय पुल फाइनेन्सियल ब्रिजको रूपमा काम गर्दै समग्र देशको आर्थिक विकासमा सेतुको रूपमा भूमिका खेल्ने वैधानिक संस्था नै बैंक हो। प्रश्न नम्बर 2 लोकसेवा आयोग भनेको के हो भन्नाले के बुझिन्छ, यसको अर्थ र परिचय दिनुहोस् 3 देखि 5 अङ्कको लागि। बुन्दा 1 अनुसार आकर्षक सुरुवात। योग्यता, निष्पक्षता र स्वच्छताको मूल मन्त्रलाई आत्मसात गर्दै सार्वजनिक प्रशासनका लागि योग्य जनशक्ति छनौट गर्ने स्वतन्त्र संवैधानिक निकाय नै लोकसेवा आयोग हो। बुन्दा 2 अनुसार शाब्दिक अर्थ। शाब्दिक रूपमा लोक भन्नाले जनता, सेवा भन्नाले जनताको हितमा गरिने काम र आयोग भन्नाले निश्चित अधिकार र जिम्मेवार प्राप्त स्वतन्त्र निकायलाई बुझिन्छ। बुन्दा 3 अनुसार परिभाषा कानुनी व्यवस्था। नेपालको संविधानको भाग 23 धारा 242 देखि 244 सम्ममा लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारको अस्पष्ट व्यवस्था गरिएको छ। बुन्दा 4 अनुसार अवधारणा वा इतिहास। नेपालमा राजनैतिक हस्तक्षेपबाट मुक्त रही योग्यता प्रणालीको आधारमा कर्मचारी छनौट गर्ने उद्देश्यले विक्रम सम्वत 2008 साल असार 1 गते लोकसेवा आयोगको स्थापना गरिएको हो। बुन्दा 5 मुख्य काम उद्देश्य। यसको मुख्य काम निजामती सेवा पदपूर्तिको लागि परीक्षा सञ्चालन गर्नु, उपयुक्त उम्मेदवार सिफारिस गर्नु र सरकारी सेवाका शर्त, सरुवा, पढुवा, विभागीय कारबाहीका विषयमा सरकारलाई परामर्श दिनु हो। बुन्दा 6 अनुसार निष्कर्ष। छोटकरीमा भन्दा सही समयमा सही पदको लागि सही व्यक्ति, राइट म्यान इन द राइट प्लेस एट द राइट टाइमको छनौट गरी स्थायी सरकारको रूपमा रहेको कर्मचारी तन्त्रलाई व्यावसायिक, सक्षम र जनमुखी बनाउने मुख्य प्रवेशद्वार नै लोकसेवा आयोग हो। साथीहरू, यदि तपाईँले 3 देखि 5 अङ्कमा यी 6वटा बुन्दाहरूको व्यवस्थित रूपमा लेख्नुभयो भने उत्तर आकर्षक, व्यवस्थित र परीक्षामुखी देखिन्छ। यसले परीक्षकलाई तपाईँको विषयवस्तुको बुझाइ स्पष्ट रूपमा देखाउँछ र राम्रो अङ्क प्राप्त गर्ने सम्भावना बढाउँछ। याद राख्नुहोस्, 2 अङ्कमा छोटो तर प्रभावकारी लेख्ने, 3 देखि 5 अङ्कमा व्यवस्थित फ्रेमवर्क अनुसार लेख्ने, यही नै सफल उत्तर लेख्ने मुख्य कला हो। आजको भिडियोमा हामी परिचय समूहको महत्त्वपूर्ण शब्दहरू, अर्थ, परिभाषा, अवधारणा, पृष्ठभूमि, परिचय भनेको के हो र भन्नाले के बुझिन्छ, यी सबैको अस्पष्ट अवधारणा, समानता र असमानता तथा परीक्षामा उत्तर लेख्ने प्रभावकारी ढाँचा बारेमा विस्तृत रूपमा अध्ययन गरियो। आशा छ यो भिडियोले तपाईँको लोकसेवा वा विश्वविद्यालय स्तरीयको परीक्षा तयारीलाई अझ प्रभावकारी बनाउनेछ। यो भिडियो तपाईँलाई कस्तो लाग्यो कृपया कमेन्टमा आफ्नो विचार लेख्नुहोला। यदि भिडियो मन परेमा लाइक र आफ्नो साथीहरूबीच सेयर गर्नुहोस् र यस्तै लोकसेवा र बैंकिङ सम्बन्धी प्रभावकारी सामग्रीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा हामी प्रश्नमा आउने महत्त्वपूर्ण शब्दहरू, विशेषता, गुण, अवगुण, फाइदा, बेफाइदा, सबल पक्ष र दुर्बल पक्ष, यी शब्दहरू बीचको भिन्नता तथा परीक्षामा उत्तर लेख्ने प्रभावकारी ढाँचा विस्तृत रूपमा चर्चा गर्नेछौँ। तयारीलाई निरन्तरता दिनुहोस्, सफलता अवश्य प्राप्त हुनेछ। धन्यवाद साथीहरू।